देखाउँ त आइसक्रिम चाहिँ कति छ हेरौँ त पानीपुरी आमा म पाटी नाटी खाइरहेको छ बुनुले पानीपुरी अर्को बुनुले खोइ खाइसक्नु भयो तपाईँ यो कति साइजको मिठो थियो अनि कतिको मिठो थियो 40 को दामी ल 70 70 40 40 यो 60 50 मा देखि ल यति सबै मात्रै यो चाहिँ लान्छु आज ल राख्नु ल यो चाहिँ लान्छु म चटपटी देखाउँछ त्यहाँ आमामा रित्तै छ त दिनभरि बिकिसकेको हो आमामा बेसी बिकेपछि त भावै बढ्दो रहेछ भाइको त बोल्नै छोड्दो रहेछ हौ ल यता बुधबार पनि हेर चटपटी खान आउनु भएको तपाईँहरू यता चटपटी खान आउनु भएको अरे यहाँको चटपटी मिठो हुन्छ नि हो मिठो हुन्छ अस्ति पनि खानुभएको थियो त्यो होइन पानीपुरी खानुभएको थियो चटपटी खानुभएको थियो दुइटै अनि उ त्यो आइसक्रिम के अरे त्यो भाडाको भाइ आइसक्रिम खानुभएको थियो पनि कति पैसा भयो चटपटेको भाइ कानै सुमिना चार भन्नु 40 को चटपटे 60 का यो कतिको हो यो 40 को अनि यो अर्को यो के अरे यो ल पैसा राखिहाल्नु ल कति भयो अरे ल पैसा चाहिँ ज्यादा भन्नु थाल्यो क्या अस्ति भनेर कमै भनेको भोलि दिन्छ बाँकी ल मलाई मात्रै बाँकी दिने अरूलाई दिने सधैँ खायो भने खायो भने दिने होइन खानुपर्छ राम्रो मिठो बनाउँदै जानु खाइहाल्छ सकिहाल्दैछौ त खाएर अनि मिठो रहेछ प्लेटै रित्यो कति छिटो खाएको हो खाना पनि आम्मा मिठो रहेछ नि त अनि अलिक छैन ल्याउनु छैन अब सक्यो ल्याउनु त म जान्छु चाबी ल्याउनु मोटरसाइकल म त लिन जाँदिनँ त खै मै जान्छु ल्याउनु मै जान्छु तिमी आफै जान्छौ लु जाऊ लिएर आऊ लु चाबी लु लिएर आऊ लु खै मलाई भाइ र चटपटे पुगेर आउनु पर्यो साह्रै मिठो भयो चटपटे कता भयो चाबी लाउने ठाउँ के भनेको त्यहाँ भाइ र चटपटेमा खानु जाउँ भनेको चटपटे साह्रै मिठो भयो कि यहाँ कहाँ भयो चाबी लाउने ठाउँ त त्यतै होला नि चाबी लाउनु ठाउँ त पछाडि बस्नु न हेलमेट ल पछाडि बस्नु न कहाँ पछाडि बस्नु न जाउँ त्यहाँ म पछाडि बस्नु कुदाउँछौ कुदाउँछु न त कहाँ भयो भगवान हे भगवान खै हेलमेट पनि दिँदिन हेलमेट के कुदाउने ओ चाबी लाउनु ठाउँ लु लु झर जान्दैन चाबी भगवान धन्नै भगवान हत्तेरिका ओ माइ गॉड भगवान हत्तेरिका धन्नै पछाडि बस्नु पर्यो म त डिप्रेसन